सुन्दर अनुहार भन्दा सुन्दर व्यवहारले सबैको प्रिय भइन्छ। अनुहार त उमेरसँगै बदलिन्छ, स्वभाव नै हो तपाईलाई जीवनभर साथ दिने। आफ्नो सपनाहरूको गन्तव्य अरूसँग सोध्नुभयो भने तपाईँ विचलित हुनुहुनेछ, किनकि तपाईको सपनाको महत्त्व तपाईँ जति अरूले बुझेका हुँदैनन्। मन सफा छ भने हर गल्ती माफ हुनेछ। हिसाब तपाईको कमाइको होइन, तपाईको कर्मको हुन्छ। एक नियम राख्नुहोस्, सीधा बोल्नुहोस्, सत्य बोल्नुहोस् र सामान्य बोल्नुहोस्। जो आफ्ना हुन्छन् उनीहरू सम्झिनेछन् र जो पराई हुन्छन् उनीहरू आफै टाढा हुनेछन्। कति थाहा छ तिब्बतको फुल कोदारीका कहाँ कोदारी खाँका कहाँ रसुवाबाट जाने छ मानसरोवर अझ तिब्बत कहाँ केरुङबाट जान्छ नि आजभोलि जान खालेर मान्छे गएर कति आइसक्यो। सबभन्दा सजिलो केरुङ 10 दिन 9 रात 10 दिन भने 11 रात त्यस्तै 12 दिन पनि लाग्न सक्छ। सबै भिसा उनीहरूले गर्छन्। 1,70,000-75,000 सब पर्छ, 50 देखि माथि खानासाना सबै होइन उसैले गर्छ। ए पासपोर्ट त अब दिनु पर्यो नि, हाम्रो पासपोर्ट त हामीले दिनु पर्यो नि। भिसा त काम सबै 52 किलोमिटर 48 किलोमिटर चाहिँ हिँड्नुपर्छ। कति किलो? 48 कैलाश पर्वतलाई राउन्ड लाउन 18 किलोमिटर छ त गाडी जान्छ अरे। अनि त्यहाँबाट तपाईँको अरू त घुम्ने, तर घुम्नु र नघुम्नु केही फरक छैन। जतिपट्टि हाम्रोपट्टिबाट गाडीबाट गएर मोडा राम्रो देखिन्छ, उताबाट देखिँदैन। 5 घन्टाको बाटो चाहिँ अलिकति छ, अक्सिजनै बोक्नुपर्छ भन्ने कुरो। त्यो उसको बुढोलको भोला थापा छन् नि कलेज पढाउने, हो उसको छोराले त्यही हेरिटेजमा त्यस्तै काम गर्छ। हो अब यसको